नमस्कार सम्पूर्ण मित्रजनहरूलाई फेरि पनि स्वागत गर्छु मेरो च्यानलमा। र आज चाहिँ हामी पिकनिक फ्यामिली पिकनिक हामी जाँदैछौँ। ल हामी चाहिँ पिकनिक जानुको लागि यहाँ रेडी हुँदैछौँ। सबैजना सबैजना आइसकिसक्यो। यहाँ हेर्न सक्नुहुन्छ आज रेली खोला पिकनिक जाँदैछौँ सबैजना घर परिवार मिलेर। प्रवीणा तेरो के छ आज भन्नु? के छ तेरो भन्नु आजको पिकनिकको बारेमा? आजको पिकनिकको बारेमा अब गएरै हुन्छ। हामी चाहिँ अब यसरी फ्यामिली सबैजना मिलेर तेजी भाउजू यता हेर्नु अलिक। हो अन्त ल के भन्दैछ त? ल्याका नानीलाई टोइलेट आएर फेरि सुमन काका के छ भन्नु? के आजको पिकनिकको बारेमा? त्यही हो, अब गएर माछा साछा मार्ने हो, यसो अलिअलि खडाखुडी खाने बस्ने। बिन्दा काकीको मजाले पिकनिक खेल्ने अन्त पौडी नि खेल्ने हामी। ए हो किशोर के छ तिम्रो आज यसो पिकनिकको बारेमा? आज चाहिँ बब्बाल हुन्छ खोलामा हो। अन्त अरू के भन्नु, त्यति नै हो। तिमीहरूको के छ भन्नु? केही छैन भन्नु, तपाईको गाडीमा उलिक उलिक आउँछ मलाई, त्यही भएर यता आएको। ए हो यस्तो मुटु हामी चाहिँ आइपुग्यौँ। यो चाहिँ हाम्रो स्पोर्ट आजको। हेलो हेलो गाइस। हेलो गाइस हामी चाहिँ अब पिकनिक मजाले चिकन पकाउने खाजा चाहिँ यस्तो छ है। मासु पाक्दैछ। सुमन काजी हेलमेट कस्तो भएछ? हामी चाहिँ पिकनिक खेलेर पनि आइपुगिसक्यो। आइपुग्यौँ हामी चाहिँ पिकनिकबाट।